नमस्ते सबैजनालाई, म प्रधान बोलेको। एन्ड गाइस, आज यो भिडियो तपाईँले प्लिज कृपया गरेर होइन स्किप नगरी हेरिदिनु भने म आशा गर्दछु। गाइस, यो भिडियो चाहिँ किन बनाएको भन्दाखेरि चाहिँ हालैमा हाम्रो एउटा इन्फर्मेसन मैले पाएको थिएँ। नेपालबाट हुनुहुन्छ, उहाँ चाहिँ बिलङ गर्नुहुन्छ, नरेन्द्र भाइ हुनुहुन्छ। उहाँको अवस्था चाहिँ एकदम गम्भीर भएको कारणले गर्दा यो भिडियो बनाउनु परेको मैले होइन। एन्ड हजुरहरूलाई मैले उहाँको यहाँ प्रोफाइल पनि म दिनेछु, हजुरहरूले हेर्नु सक्नुहुन्छ उहाँलाई। एन्ड उहाँको चाहिँ अब 1 महिनाभित्रमा चाहिँ अपरेसन गर्नुपर्ने रहेछ। त्यही भएर चाहिँ हामीले सबैजना टिकटकको जतिजना प्रेमिकाहरू हुनुहुन्छ, टिकटक चलाउने दाजुभाइ दिदी पनि देश विदेशमा रहनुभएको सबैजना हामी मिलेर होइन एउटा थोपाले एउटा नदी बनिन्छ भनिन्छ नि। त्यही कारणले गर्दाखेरि हजुरले सबैजना मिलेर होइन 500 रुपियाँ 1000 रुपियाँ पनि तपाईँले एउटा डोनेसन गर्नुभयो भने उहाँको एउटा ज्यान बाँच्नेछ है। सो हामी सबैजना मिलेर सक्नुहुन्छ भने चाहिँ हजुरहरूले आशा छ तपाईँले सबैजना गर्नु छ, सक्ने जतिजना मनकारी हुनुहुन्छ। एन्ड नसक्ने जतिले हजुरहरूले यो भिडियोलाई होइन तपाईँले जो मनकारी हुनुहुन्छ सबैजनालाई सेयर गरिदिनुहुन्छ भने म आशा गर्दछु। एन्ड यसमा चाहिँ कस्तो हुन्छ भने तपाईँहरूको हामीसँग पनि तपाईँले सिधै मसँग पनि कन्ट्याक्ट गरेर तपाईँले कन्ट्याक्ट नम्बर यहाँ छ मेरो होइन, कन्ट्याक्ट नम्बर तपाईँले गर्नु सक्नुहुन्छ। अदरवाइज तपाईँले उहाँको प्रोफाइलमा गएर उहाँको लागि पनि डाइरेक्ट तपाईँले डोनेसन गर्न सक्नुहुन्छ। इट्स अप टु तपाईँमाथि डिपेन्ड गर्नेछ। र हामी सबैजना मिलेर है मान्छेको जीवन कसैको बाँच्छ भने हामी गर्नुपर्छ साथीहरू। किनभनेको हामी टिकटकमा साथीभाइ छौँ, तपाईँको पनि साथी छ, मेरो पनि साथी छ होइन। एउटा हामी साथी मात्रै भएन जस्तो लाग्छ मलाई होइन। यस्तो बेलामा दुःख परेको बेलामा हामीले साथ दिनुपर्छ एकअर्कामा भन्ने चाहिँ मलाई लाग्छ होइन। कमाउनु त आज कमाइहालिन्छ, भोलि कमाइन्छ, तर पनि हामीले कसैको ज्यान बाँच्छ भने हामी गरौँ सबैजना मिलेर। एन्ड होप तपाईँ सबैजनाले सक्नुहुनेले चाहिँ प्लिज हजुरले डोनेसन गर्न सक्नुहुन्छ। नसक्नु जतिले मैले फेरि पनि भन्न चाहन्छु सबैजनाले यो भिडियोलाई तपाईँले सेयर गरिदिनुहुन्छ भन्ने आशा गर्दछु। एन्ड थ्याङ्क यू गाइस। अन्त गाइस, उहाँको पनि छोटो एउटा क्लिप छ, हजुरहरूले हेरिदिनुहुन्छ भन्ने मलाई आशा छ। सबैजनाले सानो भिडियो छ उहाँको हेरिदिनुहोस् होला, म यहाँ राखिदिनुहोस् ल, सबैजना हेरिदिनु होला। मेरो यो अवसर नरोकिदिनु होला प्लिज। हजुर जति सक्नुहुन्छ सहयोग गरिदिनु होला प्लिज। मेरो स्क्रिन नम्बर त्यहीँ छ, हजुरहरू मेरो प्रोफाइल सबै भिजिट गरिदिनु होला, सबै देख्नुहुन्छ। मेरो अप्सन 25 कति हो, एकदम पैसा नभएर छटपटिरहेको छु। प्लिज हजुरहरूले जति सक्नुहुन्छ 5-10 रुपियाँ जति सक्नुहुन्छ सहयोग गरिदिनु होला। यो भिडियो एकदम सेयर गरिदिनु होला। धेरै आमा बुवा मन गरे आमा बुवाले मलाई यही ठाउँ पुर्याउनु भएको छ। एउटा अपरेसन भइसक्यो, अब एउटा अपरेसन बाँकी छ। प्लिज गाइस, तपाईँले सुनिहाल्नु भयो होइन उहाँको बारेमा के भएको रहेछ, कसो भएको रहेछ। यो बेलामा चाहिँ हामीले सबैजना मिलेर देश विदेशको जतिजना दाजुभाइ दिदी हुनुहुन्छ यो बेलामा चाहिँ एउटा तपाईँहरूको जोस होइन सबैले एकपल्ट देखाइदिनुहुन्छ भने मलाई आशा छ। सबैजना म पनि स्वयं तपाईँहरूसँग म साथमा दिएर हामी कसैको जीवनमा हामीले उसलाई उज्यालो दिनु चाहन्छौँ भने हामी सबैजना मिलेर हामी गरौँ न त, किन नगरौँ त होइन, गरौँ न त। हजुर सक्नुहुन्छ भने प्लिज हजुरहरूलाई वेस्ट वेलकम छ सबैजनालाई है। हजुर सबैजना मिलेर गरौँ, म पनि त्यसमा सहयोग गर्नेछु। एन्ड थ्याङ्क यू गाइज।